नमस्कार। आजको यो विश्लेषणमा हामी आधुनिक दुनियाँलाई नै उथलपुथल पारिरहेको एउटा कमालको प्रविधि आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् एआईको बारेमा चर्चा गर्दैछौँ। ढिला नगरी सिधै विषयवस्तुतिर लागौँ है त। आजको हाम्रो रूपरेखा यस्तो छ। एआईको परिचय, यसको ऐतिहासिक विकास, दैनिक जीवनमा यसका फाइदाहरू, भविष्यका सम्भावित चुनौतीहरू र अन्त्यमा हाम्रो जिम्मेवारी। पहिलो खण्डमा छ एआईको परिचय। सबैले सुनिरहेकै शब्द हो, तर वास्तवमा यो हो चाहिँ के त? एकदमै सरल भाषामा भन्नुपर्दा एआई भनेको कम्प्युटर वा मेसिनलाई मानिसले जस्तै सोच्न, सिक्न, निर्णय लिन र काम गर्न सक्ने बनाउने प्रविधि हो। खासमा यसको मुख्य उद्देश्य भनेकै मेसिनलाई अहराएको काम मात्र गर्ने रोबोट नबनाएर मानिसकै जस्तो बौद्धिक क्षमताको नक्कल गर्न सक्ने बनाउनु हो। साँच्चै नै गजबको कुरा छ नि, होइन र? परम्परागत कम्प्युटर र एआई बीचको भिन्नतालाई हेर्ने हो भने सबै कुरा प्रष्ट हुन्छ। एकातिर पुराना कम्प्युटरहरू छन् जसले दिएको कमान्ड मात्रै चुपचाप पालना गर्छन्, तर अर्कोतिर आधुनिक एआई प्रणालीहरू छन् जसले आफै डेटा विश्लेषण गर्छन्, आफै सिक्छन् र स्वतन्त्र रूपमा काम गर्न सक्छन्। यही क्षमताले नै आजको यो प्रविधिगत क्रान्ति सम्भव भएको हो। र यो कुरा अब भविष्यको कल्पना मात्र रहेन। भोइस असिस्टेन्ट, युट्युबका भिडियो सिफारिसहरू, गुगल ट्रान्सलेट, च्याट जीपीटीदेखि लिएर सेल्फ ड्राइभिङ कारसम्म यी सबै हामीले दैनिक देख्ने र भोग्ने उदाहरणहरू हुन्। यी सबै चलाखीपूर्ण उपकरणहरूको पछाडि एआईकै हात छ, जसले हाम्रो दैनिकीलाई पहिल्यै धेरै सहज बनाइसक्यो। अब लागौँ दोस्रो खण्डतर्फ, एआईको ऐतिहासिक विकास। यो क्रान्तिकारी प्रविधि यहाँसम्म आइपुग्यो कसरी? यहाँनिर एउटा एकदमै रोचक कुरा छ। यो सबैको सुरुवात सन् 1950 को दशकमा एउटा सानो तर गहिरो प्रश्नबाट भएको थियो। वैज्ञानिक एलन ट्युरिङले सोधेका थिए, के मसिनले सोच्न सक्छ? उनले बनाएको ट्युरिङ टेस्टले नै एआईको बलियो जग बसाल्यो। त्यो बेला यो कुरा विज्ञान कम र साइन्स फिक्सनको कथा जस्तो बढी सुनिन्थ्यो। सुरुमा कम्प्युटरहरू त्यति शक्तिशाली थिएनन्, त्यसैले प्रगति अलि सुस्त नै थियो। तर जब इन्टरनेटको युग आयो, अथाह डेटा उपलब्ध हुन थाल्यो र कम्प्युटरको प्रोसेसिङ क्षमतामा पनि रातारात जादु जस्तै परिवर्तन आयो। त्यसपछि भने एआईले पछाडि फर्केर हेर्नु परेको छैन। मेसिन लर्निङ र डीप लर्निङ जस्ता प्रविधिहरूले यसलाई आजको यो तीव्र गतिमा पुर्याएका हुन्। तेस्रो खण्डमा छ दैनिक जीवनमा एआईका फाइदा र व्यावहारिक लाभहरू। यसले मानव जीवनलाई कसरी छिटो र प्रभावकारी बनाइरहेको छ त? समाजका विभिन्न क्षेत्रहरूमा यसको प्रयोगलाई हेर्ने हो भने सबै कुरा छर्लङ्ग हुन्छ। शिक्षामा अनलाइन सिकाइ र भाषा अनुवाद सहज भएको छ। स्वास्थ्य क्षेत्रमा डाक्टरहरूले एक्सरे हेरेर छिटो रोग पत्ता लगाउन एआईकै मद्दत लिइरहेका छन्। त्यस्तै मनोरञ्जनमा मनपर्ने कुरा खोजिदिने काम होस् वा व्यापारमा 24 घण्टा ग्राहकलाई जवाफ दिने च्याटबट, एआई सबैतिर छाएको छ। दैनिक जीवनमा प्रयोग हुने गुगल म्याप्स र फेस अनलक त सबैको हात-हातमा छँदैछ। फाइदाहरू त छँदैछन्, तर सिक्काका दुई पाटा हुन्छन् नि। चौथो खण्डमा हामी सम्भावित भविष्यका चुनौतीहरू र जोखिम व्यवस्थापनको कुरा गर्नेछौँ। के एआईका फाइदाहरू मात्र छन् त? पक्कै पनि छैनन्। यो प्रश्नले हामीलाई ती सम्भावित नकारात्मक प्रभावहरूतर्फ डोर्याउँछ जसले अहिले विश्वभरका विज्ञहरूलाई समेत रातको निन्द्रा हराम गरिदिएको छ। सबैभन्दा ठूलो डर त रोजगारीकै छ। एआई र रोबोटहरू जति बाठा हुँदैछन्, डेटा इन्ट्री, सामान्य अफिसका काम, ग्राहक सेवा र कारखानाका कामहरूमा मानिसको सट्टा मेसिनले नै कब्जा जमाउने जोखिम बढेको छ। यसले गर्दा भोलिको श्रम बजारमा निकै ठूलो उथलपुथल आउने पक्का-पक्की जस्तै छ। अर्को डरलाग्दो कुरा भनेको डीप फेक हो। एआईले यति दुरुस्तै नक्कली फोटो, भिडियो र आवाज बनाइदिन्छ कि त्यो हेर्दा वा सुन्दा 100% चक्कली जस्तै लाग्छ। यसले समाजमा भ्रम फैलाउने, ठगी गर्ने र गलत सूचना भाइरल बनाउने जोखिम यति धेरै बढाएको छ कि अब कुन सत्य र कुन झुट भनेर छुट्याउनै मुस्किल परिसक्यो। गोपनीयता र सुरक्षाको चिन्ता पनि उत्तिकै छ। एआई प्रणालीहरूले राम्रोसँग काम गर्न एकदमै धेरै व्यक्तिगत डेटा प्रयोग गर्छन्। अब सोचौँ त, यदि त्यो अथाह डेटा गलत मान्छेको हातमा पर्यो भने के होला? डेटा ह्याकिङ र यसको दुरुपयोग हुने सम्भावना सधैँ एउटा ठूलो खतरा बनेर बसेको हुन्छ। मनोवैज्ञानिक रूपमा हेर्ने हो भने पनि मानिसहरू मसिनमा यति धेरै निर्भर हुन थालेका छन् कि यसले हाम्रै सोच्ने र नयाँ कुरा सिर्जना गर्ने क्षमता पो भुत्ते बनाइदिने हो कि भन्ने डर छ।
सानसाना समस्याको समाधान पनि प्रविधिमै खोज्दा मानिसको आलोचनात्मक चेत बिस्तारै हराउँदै जान सक्छ। र यो कुराले एउटा लिक्कै जटिल कानूनी र नैतिक प्रश्न खडा गर्छ। यदि एआईले कुनै गल्ती गर्यो वा दुर्घटना गरायो भने त्यसको जिम्मा कसले लिने? अनि यदि यी प्रणालीहरू मानिसको नियन्त्रणभन्दा बाहिर गए भने के होला? यी यस्ता अनुत्तरित प्रश्नहरू हुन् जसको स्पष्ट जवाफ अहिले कसैसँग पनि छैन। अब यी सबै कुरालाई समेटेर अगाडिको बाटो तय गरौँ। अन्तिम खण्ड, निष्कर्ष र जिम्मेवारी। आखिरमा भविष्य कस्तो हुन्छ भन्ने कुरा मानिसकै हातमा छ। यदि एआईलाई सही र नैतिक रूपमा प्रयोग गरियो भने यसले मानव सभ्यतालाई चमत्कारिक उचाइमा पुर्याउन सक्छ, जटिल रोगको उपचारदेखि अन्तरिक्षको खोजीसम्म। तर यदि यसको लगाम खुस्कियो वा गलत नियतले प्रयोग गरियो भने यसले ल्याउने विनाशको कल्पना मात्र गर्दा पनि आङसिरिङ्ग हुन्छ। त्यसैले प्रविधि जति छिटो दौडिरहेको छ त्यसलाई सुरक्षित राख्न त्यति नै धेरै सामाजिक सचेतना र कडा नैतिक जिम्मेवारीको खाँचो छ। अन्त्यमा एउटा प्रश्न छोड्न मन लाग्यो, के मानव जाति आफैले बनाएको यो असीमित क्षमता भएको प्रविधिलाई सही बाटोमा हिँडाउन र आफ्नो नियन्त्रणमा राख्न साँच्चै तयार भइसकेको छ त?